साथीहरु नमस्ते। आज चाहिँ शनिबार हाम्रो कम्पनीमा खाना पकाउने एकजना आजुमा हुनुहुन्छ। उहाँ चाहिँ शनिबार र आइतबार सधैँ छुट्टी बस्नुहुन्छ र हामी चाहिँ पालो पालो गरेर कम्पनीमै काम गर्ने कामदारहरू चाहिँ पालो पालो गरेर खाना पकाउनु पर्ने हुन्छ। के पकाउने भनेर चाहिँ त्यहाँ बोर्डमा लेखिदिएको हुन्छ हैन। आजको खाना चाहिँ कस्तो हुन्छ त? कुरियामा मस्त काम गरेर आएको हुन्छ तर खाना कस्तो हुन्छ त? ल तपाईलाई म झोल देखाउँछु है। झोल दालको रूपमा खाने भनौँ न। यस्तो छ यी दाल। खान सक्नुहुन्छ? कतिजनालाई मनपर्छ कोरियाको खाना? गाइज हाम्रोतिर त यस्तो हुन्छ। के हो यो दाल? यो समुद्रको लेउ हो। के चोक्टा पनि छ भित्र? समुद्रको किरा, समुद्रको किरा दाल यस्तो छ गाइस। झोलमा यो छ समुद्रको लेउ। यो चाहिँ हाम्रो दाल छ, बेलुका पकाएर खानुपर्छ हैन। मासु आमा बङ्गुर फ्राई अरे यो। ए प्रभु, पुरा मसला मिक्स गरेर एउटा बट्टामा हालेर राखेको थियो हैन। हाम्रो काम चाहिँ यहाँ भाँडामा हालेर आगो लाउने मात्र हो। फ्राई अरे यो कसरी फ्राई भयो त? फ्राई भयो यो। यस्तो खाएर चाहिँ काम हाल्नु पर्ने हुन्छ। यस्तै छ। त्यसैले मैले चाहिँ एक्स्ट्रा खान्छनहरू चाहिँ यहाँ छ कि यो नि कति दिनको हो, बासी होला सायद। फ्रिजमा रहेछ, डाङडुङ निकालिदिएको छु। यस्तो खिम्ची भनेको यो भइहाल्यो। एउटा साग आइटम छ, एउटा प्याजको आइटम छ। यो काँक्रो यो कति दिनको कुहिएको गनाउँछ पुरै। यो सिगुम्ची भन्छ, सागै भइहाल्यो। यो मुलाको आइटम होला। यो तितो न तितो के को झार हो। यस्तो चाहिँ खानुपर्छ है कोरिया आएपछि। मैले चाहिँ एक्स्ट्रा रुममा नेपाली स्टाइलले डाइट त खानु पर्यो। त्यसरी अन्डा बोइल गरिदिएको छु सबैजनालाई एक एकवटा पुग्ने गरी। ल यस्तै छ हाम्रो डाइट प्लान। कोरियाको खाना यस्तै छ है। ल यस्तो डाइट खाएपछि त